डे 2 अफ माई 30 डे च्यालेन्ज। यस, हेलो दिदीबहिनीहरू, के छ? वर्कआउट गर्न सुरु गर्नुभयो त कि कम्फर्ट जोनमै हुनुहुन्छ? लाइफमा सबैभन्दा गाह्रो भनेको कम्फर्ट जोनबाट निस्किन हो। त्यो हामीलाई मात्रै होइन, सबैको प्रब्लम हो। तर त्यहाँबाट निस्केर सुरु मात्रै गर्नुहोस्। अरू कुराहरू भनेको हजुरहरूको बिस्तारै हुँदै गर्छ। अनि छ नि हामीले एक्सक्युजेस लिन्छौँ के, यति धेरै बहाना बनाउँछौँ नि हामी मान्छेले, कुरै छोडिदिउँ। टाइम छैन, भ्याउँदिन, वर्कआउट गर्न आउँदैन, यो सब एक्सक्युजेस हो। कति कुरा त मलाई पनि आउँदैन, मेरो बडी पोस्चर पनि मिलेको छैन होला कति कुरामा, मैले पनि ट्राई गर्दैछु। यस, सो उठ्नु मात्रै पर्यो, स्टार्ट मात्रै गर्नु पर्यो। अरू कुराहरू भनेको बिस्तारै हुँदै गर्छ। मैले पुसअपै हान्न सकिरहेको छैन, यस्तो भइरहेछ नि। वेट गेन भएर हो कि के हो? पहिला त अलिअलि हान्थेँ, गाइड गर्नु त कसैले के हो। अनि मलाई मेरो यो वर्कआउट जर्नी हजुरहरूसँग सेयर गर्दा यस्तो मजा आउँछ, यस्तो खुसी लाग्छ, म एकदम मोटिभेट भइरहेको हुन्छु कि। हजुरहरूलाई कस्तो लाग्छ प्लिज कमेन्ट गर्नु त।